स्पेनिस क्लब एथलेटिको म्याड्रिडका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान MLS लिग जाने चर्चा बढेको छ। फ्रान्सका 34 वर्षीय भेटरान खेलाडी अमेरिकी क्लब सिटीले अनुबन्ध गर्ने छलफल घनीभूत बनाएको छ। अन्तर्राष्ट्रिय मिडियाका ताजा रिपोर्ट अनुसार अहिले सिटीले आधिकारिकहरूले लालिगाका आधिकारिकहरूसँग द्विपक्षीय छलफल सुरु गरेका छन्। अमेरिकी लिग खेल्ने ग्रिजम्यानको सपना लामो समयदेखि रहेको छ। उनले यसअघि आफ्नो करियरको अन्तिम समयमा अमेरिकी लिग खेल्दै फुटबलबाट बिदा हुन चाहेको बताएका थिए। अमेरिकी सांस्कृतिक र खेलप्रति उनले झुकाव देखाएका छन्। चर्चा अनुसार ग्रिजम्यान स्वयं पनि सिटीमा अनुबन्ध हुने इच्छुक देखिरहेका छन्, जसका कारण यो डिल सहज हुन सक्छ। उनीमाथि अमेरिकाका 4 क्लबले चासो देखाइरहेका छन्, तर सबैभन्दा अघि सिटीले देखाइरहेको छ। सिटीले फ्रान्सका विश्वकप विजेता खेलाडीलाई आगामी 3 वर्षका लागि आकर्षक सम्झौता गर्न चाहेको छ। लालिगाको क्लबसँग ग्रिजम्यानको कायम रहेका सम्झौता 2027 जुनसम्मका लागि छ, तर उनको ट्रान्सफर सम्भव देखिन्छ। यो बताइन्छ कि यो सिजन अन्त्यपछि एथलेटिकोले ग्रिजम्यानलाई अमेरिकी सरुवाका लागि छाड्न सक्छ। यदि यो सरुवा सम्भव भयो भने यसले अमेरिकी लिगलाई सचाय थप बढाउन सक्छ। उनी लियोनल मेसीको प्रतिस्पर्धी क्लबमा जानेछन्। कुनै बेला बार्सिलोनाका मेसी र ग्रिजम्यान सहकर्मी नै थिए।